आजकलको युगमा यदि तपाईँलाई कम्प्युटरको एउटा विन्डो अपरेटिङ सिस्टम चेन्ज गर्न पनि आउँदैन भने यो चाहिँ लज्जास्पद कुरा हुनसक्छ है। यो एकदम बेसिक कुरा छ। म सुरुबाट सजिलो गरी सिकाउँछु। एउटा विन्डोमा तपाईँले लिनक्स अपरेटिङ सिस्टम हालेर पनि चलाउन पाउनुहुन्छ, म्याक हालेर पनि चलाउन पाउनुहुन्छ टेम्परेरीको लागि। तर विन्डोमा विन्डो नै हाल्नु पऱ्यो। जस्तो विन्डो 7 चलाइरहनु भएको छ पुरानो, अनि विन्डो 10 मा अपग्रेड हुनु पऱ्यो तपाईँ, अथवा विन्डो 11 हाल्नु पऱ्यो, नयाँ हाल्नु पऱ्यो भने चाहिँ म सजिलो गरी सुरुबाट तपाईँलाई भन्छु। यो बेसिक बेसिक एकदम बेसिक कुरा हो यो। त्यसको लागि तपाईँसँग मिनिमम 8 जिबीको पेन ड्राइभ हुनुपर्छ, अनि एउटा चलिरहेको ल्यापटप अथवा कम्प्युटर हुनुपर्छ। सजिलो गरी सिकाउँछु एउटा मेथड। सुरुमा म पेन ड्राइभ चाहिँ मेरो ल्यापटपसँग कनेक्ट गराएँ। यहाँ हेर्नुहोस्, यो खाली छ। यो खाली नै हुनुपर्छ, किनकि तपाईँका यसमा भएका पुराना फाइलहरू चाहिँ उड्न सक्छन्, जान सक्छन् है त। यदि यो भित्र तपाईँले केही इम्पोर्टेन्ट चिज राख्नु भएको छ भने त्यसलाई चाहिँ अरू ठाउँ सारेर त्यसलाई चाहिँ खाली राख्नु होला पेन ड्राइभलाई। सो पेन ड्राइभ लास्टमा हामी फर्मेट पनि गर्नुपर्न सक्छ। त्यसको लागि तपाईँसँग जुन ब्राउजर अभाइलेबल छ, म चाहिँ क्रोम ब्राउजरमा गएँ। त्यसमा गएर विन्डो 10 डाउनलोड हाने, विन्डो 10 डिस्क इमेज 11 नै गरौँ क्या अरे, नयाँ नै गरेर हेरौँ है त। विन्डो 11 मा गएँ। सो डाउनलोड एसिस्टेन्ट भने है, यसमा चाहिँ हामी गर्दैनौँ, हामी चाहिँ क्रिएट विन्डो 11 इन्स्टलेसन मिडिया गर्छौँ। किनकि त्यो विन्डो 11 हामीले एउटा पेन ड्राइभमा राखेर हिँड्यौँ भने मेरै खल्तीमा हुन्छ त्यो सधैँभरि। हामीले 4-4, 5-5 जिबीको फाइल हामीले जति बेला चाहियो त्यति बेला डाउनलोड गरिराख्नु पर्दैन, किनकि हामीसँग अलरेडी त्यो फाइल डाउनलोडेड र पेन ड्राइभमा रेडी टु गो छ होइन। त्यसलाई चाहिँ हामीले जति बेला पनि इन्स्टल गर्न सकियो, त्यही भएर यसबाट गरियो। यसबाट गर्दाखेरि म डाउनलोडमा गएँ, डाउनलोड भइसक्यो यो। जम्मा 10 एमबीको टुल हो होइन। यो टुलले चाहिँ त्यसमा विन्डो फाइल राखेर त्यसलाई बुटेबल बनाइदिन्छ। सो मिडिया क्रिएसन टुल भन्ने छ। यो यसमा गएर हेर्दाखेरि चाहिँ मैले पहिला पनि यहाँ डाउनलोड गरिसकेको थिएँ। सो यसलाई म ओपन गरेँ। यो सानो 10 एमबीको मात्र फाइल हो यो, यहाँ देखाइरहेको छ तल होइन। यो छिटै डाउनलोड हुन्छ। तर अब चाहिँ जुन विन्डो फाइल डाउनलोड गर्नुपर्ने हो त्यसलाई चाहिँ धेरै समय लाग्न सक्छ। तपाईँको इन्टरनेट स्पिड कति छ त्यसमा भर पर्छ। 4 जिबी अलमोस्ट 5 जिबीको हुनसक्छ। विन्डो 11 कतिको छ अहिलेसम्म हालेको छैन। अहिले पनि मैले विन्डो 10 नै चलाइरहेको छु। लेट्स सी। ल्याङ्ग्वेज चाहिँ यिनीहरूले यो डिफल्टै दिएको हुन्छ। यदि तपाईँले आफ्नो कस्टमाइज गर्नुपर्ने छ भने चाहिँ यसलाई अनटिक गरेर आफ्नो चाहे अनुसारको ल्याङ्ग्वेज हाल्नुहोस्। म चाहिँ इङ्ग्लिसै प्रिफर गरेँ अनि विन्डो 11 नै छ। नेक्स्ट। यसमा चाहिँ एउटा चाहिँ आइएसओ फाइल तपाईँले आफ्नो कम्प्युटरको फाइलमा डाउनलोड गर्न मिल्छ र पछि रुफस जस्ता अरू अरू टुलहरूबाट त्यसलाई बर्न गर्नुपर्ने हुन्छ, अथवा त्यसलाई हामीले बुटेबल बनाउने भन्छौँ। अहिले तपाईँले नै अहिले भर्खरै युएसबी ड्राइभ अभाइलेबल छ भने चाहिँ मेरो चाहिँ 8 जिबीको कनेक्टेड छ होइन। म यसैमा डाइरेक्ट गरेँ। नेक्स्ट। यहाँ मेरो सो पनि गरिराखेको छ होइन। मैले चाहिँ यो सिलेक्ट गरेँ अनि नेक्स्ट गरेँ। नेक्स्ट गरिसकेपछि यो डाउनलोड हुन सुरु हुन्छ। A few moments later.